भुन्टीलाई माया गर्ने यी व्यक्ति भुन्टीको वैवाहिक जीवन पछिको पीडा सुनेर भक्कानिएका छन्। भुन्टीलाई उनले अत्याधिक माया गर्थे। भुन्टीले कसैसँग बिहे गर्दिनन्, त्यसैले मैले पनि कसैसँग बिहे गर्दिन भन्ने निर्णय लिएर बसेका थिए। जब ती मान्छेले एक्कासी भुन्टीलाई सिन्दुर पोते चुरामा सजिएको देख्छन्, त्यति बेला भने छायाबाट खसे जस्तै हुन्छन्। कसैसँग बिहे गर्दिन भनेकी भुन्टीले कति माया गर्ने मान्छे पाइन् र बिहे गरिन् होला भन्ने कौतूहलताले उनलाई सताइराख्छ। जब दोस्रो दिन पनि भुन्टीसँग भेट हुन पुग्छ, त्यतिखेर भने उनले आफ्नो कुरा नसोधी छोड्दैनन् र भुन्टीले सबै आफ्नो पीडा व्यक्त गरिरहँदाखेरि उनलाई एकदम नराम्रो लाग्छ र भक्कानिन्छन्। मैले भएको भए कति धेरै माया गर्थेँ होला, यति धेरै पीडामा रहेछन्, मैले भने उनकै लागि भनेर बिहे नगरिकन बसेको छु। बिचरा भुन्टीलाई कति धेरै पीडा भएको रहेछ, यति सोझी यति निर्दोष नारीमाथि कति धेरै पीडा भएको रहेछ भनेर उनी भक्कानिएका छन् र एकअर्काको अङ्गालोमा बाँधिएका छन्। तपाईहरुलाई यस्तै भिडियो हेर्न मन लाग्छ भने च्यानललाई सब्स्क्राइब गर्नुस्, भिडियोलाई लाइक गर्नुस्।